हाम्रो गगन दाइले अस्ति भाषणमा के भन्दै हुनुहुन्थ्यो भने काङ्ग्रेस पुरै सुध्र्यो अनि अबदेखि काङ्ग्रेसले नचाहिने काम गर्दै गर्दैन। हामी पुरै काङ्ग्रेस तलदेखि माथिसम्म सुध्र्या हो भन्थ्यो। हिजोदेखि त अब पैसा बाँड्न थालेछ। के को काङ्ग्रेस सुध्रिन्छ? गफ पनि हुने चाहिने लाउनु पर्छ नि, बेकारमा हुन्छ र त्यही भएर भन्छु क्या, यो पुरानो पार्टी जति पनि पुरानो पार्टी यो बेकार पार्टीहरू हो क्या यिनीहरू भनेको। सुध्रिने भनेको सुध्रेको होइन के, जराबाट पलाएको हाँगा माथि गएर कहाँ उस हुन्छ त नि पुग्यो त्यहाँ। त्यो पुरानोले जस्तो सिकायो त्यस्तै हो, त्यो चेन्ज भयो भने त पुरै चेन्ज हुने भन्ने चाहिँ हुँदैन के। जस्तो दाइ भाउजूले जस्तो सिकाए पछि भाइ चाहिँ आएर पनि त्यही गर्न लगाउँछन् क्या। त्यो गगन दाइले बेकारमा त्यो फुर्ती नलाग्ने हुन्छ। त्यही भएर सबै नेपालीलाई एकचोटि नयाँलाई हेरौँ होइन, त्यो हो। सबैजनाले नयाँ पार्टी जसले नयाँ सोच बोकेर हिँडेको छ त्यसलाई भोट दिनु होला। त्यही भएर यो पुरानो गगन यो भनेको बेकार हो यो भनेको। अनि यो पुलिसले अस्ति पैसा पक्रेछ, देख्नु होला सबैजनाले।